सम्पूर्णमा नमस्कार। आज म तपाईँहरूसँग विशेष गरी मुख स्वास्थ्य तथा दाँतको सरसफाइको बारेमा छोटो जानकारी लिएर उपस्थित भएको छु। मैले मेरो युट्युब च्यानलमा विभिन्न स्वास्थ्य सम्बन्धी विभिन्न जानकारीहरू हजुरलाई पस्किरहेको छु। यसै सन्दर्भमा नेपालको लागि पनि र नेपालीहरूको लागि पनि मुख स्वास्थ्य र दाँतको सरसफाइ किन आवश्यक छ, हामीलाई किन आवश्यक छ र यसको महत्त्व, फाइदा, समस्या तथा बालबालिकाहरूमा मुखको स्वास्थ्य सम्बन्धित विषयवस्तुहरूमा पनि म हजुरसँग छलफल गर्नेछु। यहाँहरूले पक्कै पनि यस विषयमा जानकारी हासिल गरेर धेरै कुराहरू चाहिँ यसबाट सिक्नुहुनेछ, जान्नुहुनेछ भन्ने कुरा मैले अपेक्षा पनि गरेको छु र समग्रमा म तपाईँहरूसँग अब यस विषयमा क्रमशः जानकारी हासिल गर्दै जानेछु। यसमा अब म सामान्यतया हामीले एउटा दाँतको सामान्य बनावटको बारेमा पनि हामी हेरौँ। हजुरले यो चित्र पनि देख्नुहुन्छ कि दाँत कस्तो हुन्छ भनेर। दाँत चाहिँ यो चित्रमा देखेको जस्तो हुन्छ। यसमा चाहिँ अब बाहिरी भागमा चाहिँ इनामेल हुन्छ, त्यसलाई चाहिँ हामी कडा भाग पनि भन्छौँ, र भित्र डेन्टाइन भन्ने हुन्छ। यो भित्री तह हो भने पल्प भनेको नसा र रक्तनली भएको भागहरू पनि हुन्छ यसमा। हजुरले यो चित्रमा पनि देख्न सक्नुहुन्छ यहाँनेरि, होइन? यो पल्प हो अनि यो इनामेल हो। यो इनामेलको भाग चाहिँ हो यो डेन्टिन भन्ने भाग यो हो है। इनामेल यहाँनेरि पनि यसरी हुन्छ। र अर्को कुरा, पल्प भनेको नसा र रक्तनलीको भाग मैले भनिसकेँ हजुरलाई। अर्को चाहिँ जरालाई ढाक्ने तह पनि हुन्छ कि एउटा, जरालाई ढाक्नेलाई सिमेन्टम भन्छ यसलाई चाहिँ। यो जरालाई ढाकिरहेको हुन्छ। यो एनाटमीलाई पनि हामीले अलिकति हेऱ्यौँ भने कस्तो हुँदो रहेछ त दाँत भन्ने कुरा पनि अलिकति यसले हामीलाई जानकारी पाउँछ। अब अर्को कुरा चाहिँ गम भनेको गिजा र एल्भेटर बोन जसले दाँतलाई चाहिँ अड्डाउने एउटा संरचनाको रूपमा काम गर्छ। यो त हाम्रो के भयो त भन्दा दाँतको एउटा संरचना भयो। अब मैले तपाईँलाई यो स्वस्थ दाँतको विशेषता हामी सबैले हेरौँ है त। यहाँ नर्मल तरिकाले कुनै पनि व्यक्तिको दाँत कस्तो हुनुपर्छ त भनेर चाहिँ हजुरले यो चित्र नि एकदमै राम्रोसँग हेर्नु होला। यसमा चाहिँ यो माथिल्लो भागमा यो दाँतको चित्र तपाईँ सबैले हेर्नु होला। हेर्नुहोस् त यहाँ कस्तो राम्रो मिलेर बसेको संरचनामा दाँत चाहिँ मिलेर बसेको छ। यसलाई हामी यो माथिल्लो भागलाई हामी इनामेल भन्छौँ, होइन? यो चाहिँ अनि यहाँनिर गिजाहरू छ। यो गिजाभन्दा मुनि पनि यसको भागहरू आएको छ। यसरी चाहिँ यो स्वस्थ व्यक्तिको दाँत चाहिँ यस्तो हुन्छ। तर अब स्वस्थ दाँतले के काम गर्छ त, यसको विशेषता के हो त भनेर चाहिँ हामीले अलिकति हेर्न सक्छौँ। जस्तै सेता र चम्किला दाँतहरू हुन्छ, होइन? हेर्दा पनि कति राम्रो खालको देखिन्छ। गुलाबी र कडा खालको यो मुस्टो भनेको चाहिँ गिजा हो है। हजुरलाई मैले यहाँनिर टाइप गर्दा यता चाहिँ यस्तो यता आयो, मुस्टो भनेको चाहिँ गिजा हो। हजुर यसरी बुझिदिनु होला। अर्को चाहिँ दाँत स्वस्थ भयो भने के हुन्छ त भन्दा दुर्गन्ध आउँदैन कि। साथीभाइहरूसँग बस्दा वरपर बस्दा कहीँ जाँदा पनि आफ्नो मुखको कारण जुन दुर्गन्ध छ त्यो दुर्गन्ध आउनबाट पनि हामी बच्न सक्छौँ। अर्को कुरा, खाना राम्ररी चपाउन सकिन्छ, होइन? दाँत जब राम्रो हुन्छ, स्वस्थ हुन्छ, जब दाँतलाई चाहिँ कुनै समस्याहरू हुँदैन, त्यसपछि के हुन्छ त भन्दा दाँत खानालाई चाहिँ हामीले राम्रोसँग चपाउन सकिने भएकोले यो चाहिँ एकदमै महत्त्वपूर्ण कुराहरू छ, हजुरले हेर्न सक्नुहुन्छ। अर्को कुरा चाहिँ अब हामीले दाँतलाई किन ब्रस गर्नुपर्छ त, दाँत ब्रस गर्नु के कारणले छ त? हजुरलाई मैले एउटा राम्रो दाँतलाई राम्रोसँगले ब्रस गर्दै गरेको एउटा चित्र देखाएको छु। पहिलो कुरा त हामीले दाँतलाई ब्रस गर्नभन्दा अगाडि ब्रस चाहिँ हामीले एकदमै राम्रो खालको नरम खालको चाहिँ हामीले किन्न पर्ने हुन्छ र फ्लोराइडयुक्त मञ्जनको पनि प्रयोग गर्नुपर्ने हुन्छ। र दाँतको यो जुन अहिले मैले हजुरलाई यहाँ चित्र देखाइरहेको छु, यो ब्रसले यो एउटा दाँतको एउटा संरचना छ। यो संरचनाको चारै कुनाहरूमा, चारैतिर यो ब्रसलाई घुमाएर चाहिँ हामीले दाँतलाई के गर्नुपर्छ भन्दा सफा गर्नुपर्छ है। हजुरहरूले पनि यो कुरा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। जस्तै दाँतलाई ब्रस गर्न किन महत्त्व छ त भन्दा पहिलो कुरा त हाम्रो प्लाक र ब्याक्टेरियाहरू जुन हाम्रो दाँतमा भएका ब्याक्टेरियाहरूलाई हटाउनको लागि के गर्छ त मद्दत गर्छ। दोस्रो कुरा भनेको सबैलाई थाहा छ, नेपालमा सबैभन्दा बढी मानिसहरूमा दाँत चाहिँ किराले खाने समस्याहरू देखिएको छ, होइन? धेरै मानिसमा दाँत किराले खाने समस्या छ। दाँत किराले खानाबाट जोगाउनको लागि पनि हामीले नियमित रूपमा के गर्नुपर्छ त भन्दाखेरि चाहिँ यो ब्रस गर्नुपर्ने हुन्छ। र अर्को कुरा चाहिँ हाम्रो गिजाहरूमा पनि समस्याहरू हुनसक्छ। त्यो गिजाको समस्याहरू, गिजा सुनिने, होइन? गिजा रातोपना हुने, गिजाको वरिपरि तपाईँको चाहिँ सेतो प्लागहरू देखिने, यस्तो खालको समस्याहरूबाट हटाउनको लागि पनि के गरिदिन्छ त भन्दा यसले दाँत ब्रसनको एउटा महत्त्व छ। अर्को कुरा, मुखको दुर्गन्धलाई पनि कम गर्छ। अघि पनि मैले भने कुनै पनि व्यक्तिले व्यक्तित्व एउटा झल्काउनको लागि चाहिँ मुख स्वास्थ्यको पनि एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ। र अर्को कुरा, आत्मविश्वासलाई बढाउँछ। किनभने आत्मविश्वासलाई जब तपाईँको शरीरको आफ्नो हरेक संरचनाहरू बलिया र राम्रा हुन्छन्, त्यसपछि हामीलाई के हुन्छ त भन्दा
आत्मविश्वास बढाउने काम पनि हुन्छ। त्यही भएको हुनाले गर्दा यो ब्रसको एकदमै धेरै महत्त्व छ। अब म तपाईँहरूसँग दाँतमा किरा लाग्नु अर्थात् डेन्टल क्यारिज भनेको के हो भनेर अलिकति थोरै जानकारी पनि गराउँछु। हजुरलाई अघि मैले सफा दाँत, राम्रो दाँत, ब्रस गरेको दाँत र दाँतको संरचनाको बारेमा जानकारी गराएँ। अब म तपाईँहरूलाई दाँत किराले खाएको एउटा दाँतको चित्रलाई हजुरले हेर्नको लागि अनुरोध गर्छु। सबैजनाले दाँत किराले खाइरहेको दाँतलाई हेर्न सक्नुहुनेछ। अब यहाँनिर हजुरले देख्न सक्नुहुन्छ, अघि पनि मैले भनेको थिएँ यो क्याभिटी छ, यो इनामेल छ। यो इनामेलको जुन बिचको लेयरबाट चाहिँ तल यसरी छिद्र छिद्र भएर यो भाग के भएको छ भन्दाखेरि तल यो जरा, दाँतको जरा होइन, दाँतको जरासम्म के भएको छ त भन्दाखेरि यो भाग चाहिँ आएको छ। भन्नुको अर्थ जब दाँतमा किराले खान्छ त्यसपछि यस्तै खालको यो छिद्र छिद्र परेको भागहरू चाहिँ तल आउँछ र यसले नसासम्म पाउँछ, जरासम्म आउँछ अनि यसले सर्कुलेसनलाई पनि यसले बाधा गर्छ। अर्को कुरा चाहिँ दुखाइ सुरुवात हुन्छ। त्यस कारणले गर्दा दाँत किराले खानु भनेको कुनै पनि व्यक्तिको दाँत चाहिँ किराले खाएको अवस्था छ भने त्यसलाई हामी दाँतले चाहिँ किराले खाएको भन्छौँ। र यस्तो हुनको लागि चाहिँ अत्याधिक मात्रामा गुलियो खानेकुराहरू होइन, जङ्क फुडहरू, बजारिया खानेकुराहरू, अर्को कुरा राम्रोसँग ब्रसहरू नगर्दाखेरि अनि ब्याक्टेरियाले एसिड बनाउनु जस्ता महत्त्वपूर्ण कारणहरू छन्। र यसमा के हुन्छ त भन्दा इनामेल नष्ट भएर के हुन्छ त भन्दा वाल पर्छ। यस्तो अवस्थालाई हामीले दाँतमा किरा लाग्नु भनेर बुझ्छौँ। त्यसर्थ हामीले दाँतलाई किरा लाग्नबाट बचाउनका लागि अघिका उपायहरू पनि अवलम्बन गर्नु पर्दछ। मैले हजुरलाई यो जानकारी गराएँ। र अर्को जानकारी म धेरै मानिसहरूमा यो गिजा सुन्ने नै समस्या हुन्छ होइन। गिजा हेर्नुहोस् त हजुरले यो भाग यहाँ दाँत छ, दाँतको साइडको भाग यसरी उठेर रेडनेस छ यहाँ होइन, सेता सेता धब्बाहरू देखिनु भएको छ। हजुरले यहाँ डेन्टिनो तल यस्तो देखिन्छ नि है, हो यस्तो अवस्थालाई हामीले दाँतमा चाहिँ यो गिजा सुन्नेको समस्या भन्छौँ। यो चाहिँ सङ्क्रमणको कारणले गर्दा हामीले ब्रस गर्दा गलत तरिकाले या ब्रस गरिएन भने पनि यो हुनसक्छ। अनि यस्तो समस्यामा रगत आउने, दुखाइ हुने होइन, पिप जम्ने जस्ता समस्याहरू चाहिँ देखा पर्न सक्छन्। तसर्थ हामीले दाँतको र मुखको सरसफाइ स्वास्थ्यमा एकदमै ध्यान दिनुपर्छ। किनभने हजुरले देखिसक्नुभयो, चित्र हेरिसक्नुभयो नि त होइन। अब यो भविष्यमा हामीले अब के गर्नुपर्छ त भन्दा यस्तो समस्याबाट त हामीले मुक्ति पाउनु पर्यो। हामीले हाम्रो जीवनका केही कुराहरू छन् यसलाई सुधार गर्नु पर्यो। त्यस कारणले गर्दा गिजा सुन्ने समस्याको बारेमा मैले हजुरलाई यति कुरा भने। यति कुरा भनेपछि त यो भिडियोलाई हजुरलाई थप हेर्न मन लाग्दा त फेरि हजुरले अगाडि आएर हेर्न सकिहाल्नुहुन्छ। अब दाँत किराले खाँदा आउने समस्याहरूको बारेमा हजुरसँग म केही कुराकानी गर्छु। दाँत किराले खाँदा आउने समस्याहरू भनेको एउटा कुरा त तीव्र दाँतको दुखाइ हो होइन। जब दाँत तीव्र तरिका दुख्छ, सबैजनाले एकचोटि कल्पना गर्नुहोस् त दाँत दुखेको छ कि छैन हजुरहरूको। यदि दुखेको छ भने तपाईँहरूले एकचोटि आँखा चिम्लेर मनन गर्नुहोस् कति धेरै पीडादायी दुखाइ हुन्छ। हो यस्तो खालको दुखाइ हुन्छ। अर्को कुरा त हेर्नुहोस्, दाँत दुखिसकेको बेलामा तपाईँले पनि भोग्नु भएको हुनसक्छ, खाना खान कति गाह्रो हुन्छ होइन। खाना खान पनि धेरै गाह्रो हुन्छ, जसले गर्दा चपाउन सजिलै सकिँदैन, निल्न पनि गाह्रो हुन्छ होइन। मुख सकेसम्म त मुख गर्नलाई पनि एकदमै धेरै गाह्रो हुन्छ। तसर्थ यो दुखाइबाट हामीलाई एउटा यो समस्या आउँछ। अर्को कुरा सङ्क्रमण, दाँतमा भएको सङ्क्रमण मैले अघि पनि हजुरलाई भने, गिजा सुनिन्छ, पिपहरू, रगतहरू होइन, दुर्गन्धहरू आउँछ। यस्तो सङ्क्रमण मुख सबैतिर छ, के हुनसक्छ त भन्दा फैलिन सक्छ। तसर्थ हामीले दाँत किराले खाना दिनु भएन होइन, दाँतलाई सरसफाइ गर्नु पर्यो। अर्को कुरा पिप जन्मे, अघि पनि मैले भनेको छु एप्सेस, यो पिप जम्ने समस्या हो। यो पिप जम्ने समस्यामा चाहिँ हजुरले के बुझिदिनु पर्यो भने पिपहरू जम्यो भने अब त्यहाँ आफैले कल्पना गर्न सकिन्छ कति दुःख लाग्दो समस्या आउँछ, कति धेरै गाह्रो हुन्छ होइन। यो समस्या चाहिँ आउन सक्छ। अर्को कुरा यी सबै समस्याहरूले गर्दा यसलाई दुखाइलाई कम गरेर सबै कुरा गरिसकेपछि डाक्टरहरूले चाहिँ दाँत निकाल्नु पर्ने, त्यो दाँत हटाउनु पर्ने अवस्था पनि आउन सक्छ। यसर्थ दाँत किराले खाँदा आउने समस्याको बारेमा हजुरहरूलाई मैले जानकारी गराएँ। यो तपाईँलाई यो भिडियो कस्तो लागिरहेको छ, हजुरलाई मन परिरहेको छ भने लाइक, कमेन्ट अनि यसलाई सेयर गर्न र मेरो च्यानललाई पनि के गर्न त भन्दा सब्सक्राइब गर्नको लागि पनि सबैजनालाई मैले अनुरोध गरेँ। अर्को कुरा
अब म तपाईँहरूलाई अर्को एउटा टपिकमा लिएर जान्छु। यो मुख स्वास्थ्यलाई राख्दा, राम्रो राख्दा, मुख स्वास्थ्यलाई हामीले हेरचाह गर्दा हामीलाई के कस्ता खालका फाइदाहरू आउलान् त, यसको बारेमा पनि हामी अलिकति कुरा गरौँ। पहिलो कुरा त हाम्रो मुखमा हामीले जुन चपाउने काम गर्छौँ, चपाउने काम भनेकै पाचन प्रणालीको स्टार्टिङ हो, होइन? जब खाना हामीले निल्छौँ, चपाउँछौँ, त्यो चाहिँ स्टार्टिङमा हुन्छ र खानालाई यसले राम्रोसँग पचाउनको लागि एकदमै मद्दत पुर्याउँछ, एउटा फाइदा। अर्को कुरा त हामीलाई मुटु रोगको जोखिमहरूलाई पनि यसले कम गराउँछ। अर्को कुरा हाम्रो आत्मविश्वासमा वृद्धि गर्छ। किन आत्मविश्वासमा वृद्धि गर्छ त भन्दा तपाईँको मुख स्वास्थ्य छ भने तपाईँको दिन पनि स्वस्थ बन्न सक्छ, बन्छ पनि। त्यस कारणले गर्दा आत्मविश्वासमा वृद्धि हुन्छ। अर्को कुरा दीर्घकालीन स्वास्थ्य समस्या जो मुखको कारणबाट, मुखको स्वास्थ्यमा ध्यान दिएको कारणबाट हुने जटिलताहरू, होइन, क्यान्सरहरू, अनि तपाईँको चाहिँ दाँत किराले खाने, गिजाहरू सुनिने र दाँतसँग सम्बन्धित रोगहरूबाट पनि बचिन्छ, जसले गर्दा के हुन्छ त दीर्घकालीन स्वास्थ्यमा पनि सुधार हुन्छ। अब हामी योभन्दा पछि अघि बालबालिकाको स्वास्थ्यको विषयमा पनि हामी कुराकानी गर्नेछौँ र अलिकति म तपाईँलाई यसलाई रोकथाम त गर्न पर्यो हामीले, होइन? हामीले समस्याहरू मात्रै बुझेर भएन। समस्याको रोकथाम कसरी गर्न सकिन्छ भन्दा पहिलो कुरा त हजुरहरूले दिनमा 2 पटक नियमित रूपमा ब्रस गर्नु पर्यो। त्यो कहिले कहिले त हजुरलाई जिज्ञासा लाग्न सक्छ। दिनमा 2 पटक ब्रस गर्ने भनेको बिहान खाना खाइसकेपछि 1 पटक, तर बेलुका खाना खाइसकेर जब तपाईँ के गर्नुहुन्छ त भन्दा सुत्नुहुन्छ नि, होइन? सुत्नुभन्दा अगाडि, खाना खाइसके भन्दा अगाडि गरी जम्मा 2 पटक ब्रस गर्नुपर्ने हुन्छ। अर्को कुरा फ्लोराइड भएको टुथपेस्टको प्रयोग गर्नुपर्ने हुन्छ हजुरले, होइन? हामीले मञ्जनको प्रयोग गर्दाखेरि, होइन, फ्लोराइड भएको टुथपेस्ट प्रयोग गर्नुपर्ने हुन्छ। हजुरले मञ्जन किन्दाखेरि हेर्नुहोला है। अर्को कुरा चाहिँ नियमित रूपमा दाँतको परीक्षण गर्नुपर्छ। हामीले कम्तीमा पनि 6 महिनामा हामीले दाँतको परीक्षण गऱ्यो भने हामीले यस्ता समस्याहरूबाट मुक्ति पाउन सक्छौँ। अर्को कुरा त गुलियो खानाहरू हामीले कम मात्रामा खानुपर्छ। बजारिया खानाहरू, जङ्क फुडहरू जसले चाहिँ दाँतलाई बिगार्ने काम गर्छ, होइन, यस्ता खाना एकदमै हामीले कम मात्रामा खाने बानीलाई अवलम्बन गर्नुपर्दछ भने अर्को कुरा हामीले सफा पानीले हाम्रो मुखलाई, दाँतलाई के गर्नुपर्छ भन्दा सफा गर्नुपर्छ। यीभन्दा पनि धेरै उपायहरू अरू पनि हुन्छन्, होइन? ती उपायहरूको बारेमा हजुरले यी उपायहरूलाई अवलम्बन गर्दै अरू पनि महत्त्वपूर्ण उपायहरू अवलम्बन गर्न सक्नुहुनेछ। अब म तपाईँहरूलाई बालबालिकाको मुखको स्वास्थ्यको बारेमा अलिकति कुरा गर्छु। पहिलो दाँत निस्किएदेखि नै हामीले सरसफाइ सुरुवात गर्नुपर्छ। अर्थात् बालबालिकाको मुखमा त हामीले बच्चा जन्मेदेखि नै सरसफाइको कुराहरू गरिरहेका हुन्छौँ र पहिलो दाँत निस्किएदेखि पनि दाँतको पनि सरसफाइ गर्न सुरु गर्नुपर्छ। 6 महिनामा 1 पटक दन्त जाँच गराउने, बालबालिकाहरूलाई गुलियो चिज कम खान दिने, सुत्ने बेलामा बोतलमा जुस, होइन, दुधहरू चाहिँ नदिने कामहरू गर्नुपर्छ। अभिभावकको निगरानीमा पनि ब्रस गराउनुपर्छ। यसो गर्न सक्यो भने बालबालिकाको मुखको स्वास्थ्य पनि राम्रो हुन्छ। हजुरहरूले यो कुरा बुझ्नुहोला। यो दुधे दाँत पनि हामी भन्छौँ, मिल्क टिथ होइन। दुधे दाँत भनेको बालबालिकाको स्थायी दाँत आउनुभन्दा अगाडिको अवस्थालाई हामी दुधे दाँत भन्छौँ। स्थायी दाँत आउनको लागि ठाउँ बनाउने काम चाहिँ मिल्क टिथले गर्छ। स्पष्ट बोली विकासका लागि पनि यसले सहयोग गर्छ। राम्रो चपाइका लागि पनि मद्दत गर्छ। समयमै नजर समस्या चाहिँ आउन सक्छ। कहिलेकाहीँ बालबालिकाले अलि लामो समयसम्म, होइन, चाहिँ यो दाँतहरू चाहिँ रहन सक्छन् र स्थायी दाँत आउनुभन्दा अगाडिको यो तपाईँहरूलाई मैले जानकारी गराएँ। अर्को कुरा चाहिँ म तपाईँलाई बालबालिकामा देखिने सामान्य समस्याको रूपमा यो इयरली चाइल्डहुड क्यारिजहरू, होइन, हजुरले कति धेरै देख्नु भएको छ नि, होइन? जस्तै बालबालिकाहरूमा पनि दाँत चाहिँ किराले खाएर दुखेर रोइरहेको हामीले देखिरहेका छौँ। दाँत झरिरहेको समस्या हुनसक्छ, गिजाहरू सुनिन सक्छ, दाँत बिग्रिएर दुख्न सक्छ, अनि दाँत समयभन्दा अगाडि चाहिँ झर्ने कामहरू पनि हुनसक्छ। यो कुरा चाहिँ हजुरले बुझ्नुहोला र यसको विद्यालय तथा समुदायको पनि केही भूमिकाहरू हुन्छन्, त्यसको पनि म तपाईँलाई जानकारी गराउँछु। यो विद्यालय तथा समुदायले पनि यसलाई के गर्न सक्छ, स्वास्थ्य संस्थाहरूले स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, नियमित स्वास्थ्य शिविरहरू गर्ने, स्वच्छ पानीको व्यवस्थापन गर्ने, होइन, फ्लोराइड युक्त मञ्जनको बारेमा जानकारी दिन सक्यो भने विद्यालय, स्वास्थ्य संस्था र समुदायले अनि स्वयंसेवा दिदीबहिनीहरूले यसको बारेमा पनि जनचेतना अभिवृद्धि गर्नु उपयुक्त हुन्छ। र निष्कर्षमा मैले हजुरलाई के भन्छु भने मुख स्वास्थ्य सम्पूर्ण स्वास्थ्यको एउटा आधार हो।
नियमित ब्रस र जाँच आवश्यक हुन्छ। बालबालिकापट्टि राम्रो बानीको विकास गरौँ। स्वस्थ दाँत स्वस्थ जीवन भन्ने एउटा मूल मन्त्रलाई राखेर सबैजनाले दाँत र मुखको सरसफाइमा ध्यान दिउँ भन्ने कुरा हजुरलाई जानकारी गराउँदै, हजुरले यो जानकारीलाई सुनिसक्नु भएपछि तपाईँहरूलाई यो जानकारी कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। नमस्कार।